Guys, welcome to the new ride. जनै पूर्णिमाको दिन म ठक्क बाटो खालीमा जाँदैछु। कतिको जाम पर्छ हेरौँ। आजको यात्रा घन्टाभरसम्म। टाढाबाट काठमाडौँ आउने साथीहरूले पनि यसो बाटोको कन्डिसनहरू हेर्नु होला, कस्तो छ के छ। तर गाउँका टाढा यो घर छैन। बिहानको लगभग 8 बज्न लागेको छ र हाम्रो यात्रा सुरु भइसकेको छ। साथीहरू, यो क्यामेरा भन्ने चिज कस्तो हुँदो रहेछ भने अब क्यामेरा नचढुन्जेल चाहिँ ओहो म आज यस्तो बोल्छु यस्तो भन्छु भन्ने हुँदो रहेछ। अनि जब क्यामेरा लाएर हेऱ्यो अब के भन्ने पुरा ब्ल्याङ्क भइदो रहेछ। जस्तो त सोचेको थिएँ मैले लेखेर पढेर भन्नु नमिल्ने हिँड्दै हो म यस्तो कुरा चाहिँ गर्छु है त भने जस्तो भएको थियो। गरिहाल्नु केही याद छैन। होस् गाउँ सरहदको बाटो ठिकै छ। पहिला चाहिँ पुरा भत्केको थियो अरे यो 4-5 वर्ष अगाडि। अहिले त त्यो पिच भएको छ, राम्रो छ। अब कतै चाहिँ मर्नसम्महरू भएको छैन। त्यो भनेको कसैले गर्दैन। एकैचोटि भत्केपछि चाहिँ बाटो बन्छ, नभत्केसम्म बाटो बन्दैन। यो चाहिँ अब यो कुन ठेकेदार कम्पनीले बाटो बनाएको हुन्छ त्यसले 10 वर्षसम्म 5 वर्षसम्म मर्न पनि गर्नुपर्ने भनेर तोक्यो भने त बाटो राम्रो हुन्छ होला गाइस। अब त्यस्तो हुँदैन। अलिअलि भत्केपछि त्यही भत्केको ठाउँबाट ठुलो खाल्टो बन्छ, लास्टै बिजोग भएपछि चाहिँ बन्छ है। अलिअलि हुँदैमा टालिदिएको थप क्षति हुँदैन। यहाँ उकालोमा टिप्परहरूले ब्रेक हानेर हो यो चाहिँ भएको हो। अहिले त उकालोमा ढलान गर्ने चलन आएको छ। ढलान गऱ्यो भने चाहिँ पिच त बलियो हुँदो रहेछ, तर त्यो आकाशको पानी चाहिँ भित्र छिर्दैन रहेछ। सबै तलपट्टि पाउने खुला पऱ्यो जस्तो। अरू भने त्यस्तै हो। ट्राफिक नियम चाहिँ पालन गरौँ है साथी हो। सबैजनाले पालन गरेको हुन्छ होला। एउटालाई हतार हुन्छ, पुरा दाहिने च्यापेर आइदिन्छ, उसलाई चाहिँ हेर अरू पनि आउँछन् अनि पुरा जाम हुन्छ। मलाई यो चाहिँ ठिक लाग्दैन। अब एक्लै आउने ससँग बस्नु पनि पर्यो, तर सबैजना बस्नु अनि यसो च्यानललाई लाइक गरिदिनु साथीहरू, सब्सक्राइब पनि गरिदिनु। यसो कमजोरी के छ भिडियोमा यो चाहिँ सुधार गर्नु पऱ्यो भनेर यसो हाइलाइट गरिदियो भने भोलिका दिनहरूमा अझ राम्रो भिडियो बनाउन सकिन्छ कि। खास भिडियो बनाउने भने त यसो एउटा रहर पनि हो होइन। मैले पनि बाइक चलाएको यस्तो भिडियो आयो त है भनेर भोलिपर्सि यसो फुर्सद हेर्न पनि मिल्छ भनेर मात्रै हो। अरू त केही पनि होइन। अन्तर्राष्ट्रिय लेभलको बनाउने होइन हामी लोकल राइड हो। यो त गोठटार हाइटो माथिको यो बाटो बनेर पनि धेरै सजिलो भएको छ बौद्ध निस्किनलाई। तर हामी बौद्ध चाहिँ निस्किँदैनौँ, हामी सिधै पशुपति हुँदै माथि गौशाला निस्किन्छौँ। अनि त्यहाँबाट दाहिने लागेर घन्टाघर जान्छौँ। पहिला यो बाटो थिएन सायद, अहिले त चोरपाटीबाट घुमेर आउनु पर्थ्यो। अहिले बाटो भएपछि सर्टकट भएको छ। धेरै जस्तो मान्छेहरूले प्रयोग गर्ने बाटो यो हो। जाम पनि हुँदैन, बस्ती पनि बढाएको छ अहिले त। अरू ठिक छ। मलाई आउँछ हिँड्नलाई खाली बाटो भन्दा खाली बाटो हो। आज जनै कुनैमा भएर बिजाबिन भएर पनि खाली होला।
त्यसमा चाहिँ म आज अलिक चाँडो निस्केँ 8 बजे लगभग बज्यो भनौँ अब। अनि सरल आनन्दले टिकटमा चाहिँ किन हिँड्नु पऱ्यो भने मजा आउँछ क्या। अब जाम भएर खुट्टा टेकिङ गर्नु पऱ्यो भने पनि गियर पनि 50 रुपियाँ तलमाथि गर्नुपर्छ। सर एउटै गियर आनन्दले हिँड्नु पायो भने ठिक हुन्छ। अनि यो चाहिँ फर्स्ट भिडियो हो गाइज बाइकमा भ्लगिङ गरेको। कस्तो लाग्यो तपाईँहरूलाई सेयर त पक्कै गर्नुहुन्न, मलाई थाहा छ कसलाई देखाउनु छ र। लाइक त गरिदिनु म के जान्छ र लाइक गरेर पैसा लाग्दैन, मलाई फाइदा हुन्छ। अलिअलि भ्युज जान्छ, भोलि ट्राफिक बढ्छ, मेरो त्यति हो। मैले नि अरूको भिडियो हेरेर लाइक गरिदिन्छु क्या, किनभने मान्छेहरूले मिहिनेत गरेर बनाएको हुन्छ, आश हुन्छ ओहो कति भ्यू पुग्यो त, कति लाइक गयो त, हेरिरहनु मन लाग्छ। त्यही भएर मैले त गरिदिनु गएको छ साथीहरू। अब तपाईँहरूले पनि यस्तो गरिदिनु भयो भने भोलि पनि अर्को भिडियो हाल्नु मन लाग्छ नि त। अब आज भिडियो हाल्यो, भ्यू पनि गएको छैन, एउटा लाइक पनि छैन भने त के गर्नु मन लाग्छ। यस्तो हो। यो चाहिँ हाम्रो ढलान हो उकालो, पानी आयो भने चाहिँ पुरा खोला भएर बस्छ। ल अनि यो चाहिँ हाम्रो KTM 2 चाहिँ नयाँ भर्सन 2026 मोडल हो गाइस। TFT स्क्रिन भएको छ। अनि यसमा चाहिँ टर्न बाई टर्न नेभिगेसन भन्ने सिस्टम छ। तर यसमा चाहिँ अरू सब ठिक छ गाइस। यो टर्न बाई टर्न नेभिगेसनमा चाहिँ एउटा के कमजोरी रहेछ भने यसले गुगलको जस्तो म्यापमा देखाउने क्या, उसको हिसाबले देखाउँछ। उसले जुन बाटो देखाउँछ त्यो बाटो गयो भने ठिकै हो, तर हामीले अलिकति सर्टकटहरू किन चाह्यो भने यसले चाहिँ म्यापलाई रिसिन्टर गर्दै रहेछ क्या। तर यो KTM 2 एप्लिकेसनले पनि गुगल म्यापहरूसँग सम्बन्ध गरेर राम्रोसित उनीहरूकै कनेक्ट गरेर बनाएको हुन्छ, एकदम राम्रो हुन्छ क्या। अब सपोज यसले मलाई यो मेन बाटोबाट देखायो उता म जाने ठाउँ घाट जानलाई, तर मैले चाहिँ बाटो थाहा छ भनेर अलिकति बाटो चेन्ज गरिदिएँ भने यसले पुरानै बाटोमा फर्किनुहोस् भनेर इन्डिकेसन गर्छ। हतपति मेन बाटोमा भेट्याएसँग यसले रिसिन्टर गर्दै गर्दैन होइन। मैले त म फोन गरेर सरल मजा आउँछ, स्मुथ छ। म चाहिँ खासमा एमटी लभर हो गाइस। एमटी लभर धेरै एमटी चढेँ मैले, तर जबदेखि टुक चढेँ त्यसपछि टुक लभर हुन थाल्थेँ। किनभने पावरमा पावर पनि छ होइन, पर्फर्मेन्स पनि राम्रो छ, स्मुथ पनि छ, अनि सिट पनि लामो छ नि त, दुईजनालाई यसो हिँड्न पनि ठिक छ, मान्छे राखेरै ठिक छ। एमटीलाई नराम्रो भन्नु सधैँ होइन, एमटी चढेर यो चढेर बिलो झन् राम्रो लाग्यो भन्ने मात्रै हो। धेरैजना एमटी लभर पनि हुनुहुन्छ, टुक लभर पनि हुनुहुन्छ। यो सामसङ र आइफोन भन्ने जस्तै हो साथी। अब त्यो एमटी 15 पनि 155 सीसी भयो भने 220लाई टक्कर हान्ने बाइक हो साथी हो। स्पिड मात्रै सुधार हुँदैन नि त, पावर हेर्नु पऱ्यो, सबै टेरेनमा राम्रोसित पुग्नु पऱ्यो, त्यो हो नि त। तर यो बाइकको कमजोरी भने अफरोडमा चाहिँ गाह्रो हुन्छ क्या। फल्ट्याङ फुल्ट्याङमा चाहिँ एउटा हातुर्नी ओर्नी सर यो बाटोमा चिल्लो बाटोमा सर जान पायो भने त यस्तो मजा आउँछ नि फेरि। तर अलिकति ढुङ्गाबाट फाबडमा भयो भने चाहिँ आफूलाई पनि चलाउन अलिक गाह्रो। अनि यसको फेरि ग्राउन्ड क्लियरेन्स अलिक कम छ, 155 mm मात्रै हो। अनि छोरा भने डर लाग्छ नि त आफूलाई, कभर सबर छैन, साइलेन्सर कुवाल पर्ने हुन्छ, बिजोग भयो त फेरि। यसमा चाहिँ 250को जस्तै अलिकति सिट हाइट कम राखेर ग्राउन्ड क्लियरेन्स चाहिँ अलिकति बढाएर दिएको भए अझ राम्रो हुन्थ्यो भन्ने चाहिँ मेरो हो। कम्पनीले अलिक कस्ट कटिङ गरेको छ। नेपालमा भाउ पनि बढेर आएको हो, अहिले लगभग 6,24,900 रुपियाँ छ। अनि इन्सुरेन्सहरू यताउति गर्दाखेरि 6,40,000 जति त भेटिहाल्छ। अब यसलाई लेमिनेसनहरू गरिन्छ, प्लास्टिकको यताउति गरिसकेको छ मैले चाहिँ, कोरिँदैन, स्क्र्याच हुँदैन भनेर हो। अब कसैले चाहिँ अब यसो लड्दैन ओर्दैन, लड्यो ओऱ्यो भने बचाउनको लागि स्क्र्याच गाडाहरू पनि हाल्छ नि। तर मैले हाल्दाखेरि नेकेड बाइक हो, नेकेडै जस्तो हुन्छ राम्रो
हुन्छ हो। कायदाको कुरा गर्दा गर्दै हामी त पुलिसहरूतिर पनि आइसक्यौँ। यहाँ चाहिँ एउटा समस्या यो घरको पानी निस्क्यो है के हो धेरै जस्तो पाक्दैन पानी पुग्छ हुन्छ बाटोमा। मेरो विचारमा त्यो ट्याङ्करहरू भर्नु छ कि नसक्छ जस्तो लाग्छ तर थाहा छैन। तर त्यो चिसो भइरहेको छ। र यो चाहिँ सायद अब यो पिएचबाट कटेर कसरी त्यो उकालोमा पुग्दै खोलाको तिरैतिरको बाटो हो। चोरबाटीहरूतिरबाट पनि आउनु मिल्छ तर के हुन्छ भने जाम भइन्छ। पब्लिक बसहरूले मान्छे कुरेर बसिरहेको हुन्छ, जाम हुन्छ। फेरि अहिलेको जमाना कस्तो छ भने सबलाई हतार हुने क्या। फेरि ठिक छ नि त, उसले गाडी मोड्दैछ म अलिकति कुर्छु उसलाई पहिला मोड्न दिउँ भन्ने छैन। उसले त्यहाँ लहर हालिहाल्छ बिचरा त्यो गाडी मोड्ने मान्छेले पुरा मोड्न बाटो हुँदैन अनि जाम त्यहीँबाट सुरु हुन्छ। तर जति धेरै गाडी भए पनि स्लो भइराख्यो भने के भन्नु। ल गाइस कतिको टाइम कति उकालो हिँड्दैछौँ। यो उकालोमा त फेरि अफिस टाइममा त लास्ट जाम हुन्छ नि, तर अहिलेको जाम छैन किनभने आज बिदाको दिन पनि हो। त्यसमा पनि समय हुँदैछ त्यो भएर पनि हो। ल जग्गा भने जस्तो हुटुटु भनेर त्यो कोइन मागिरहेको हुन्छ नि त्यस्तै क्या। तर कोइन चाहिँ खुट्टा टेक्नु परेन हुन्छ लास्ट मजा आउँछ क्या। अहिले उकालो जाम पऱ्यो भने उकालो रोक्नु भने यस्तो क्या हुन्छ। जाउँ साथीहरू जाउँ मजालाई जाउँ।